पहाडको पाखमा बग्ने कञ्चन पानी बहुजाति बहुभाषी हाम्रो जिन्दगानी हिमाल पहाड तराई अनि गर्दै लेक बेसी संस्कृतिमा रमाउने हामी समावेशी सिंहलीला FM सिंहलीला FM सिंहलीला FM नयाँ नेपालको बुलन्द आवाज सिंहलीला FM 97.3 मेगाहर्ज। You are enough, get some days. Tomorrow is a new day. Have a sweet dream. Take care. Good night. तपाई पनि आफ्ना आफन्तजन अनि मायालु समक्ष गुड नाइट विशेष पुर्याउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने फोन अनि कमेन्ट गर्न नभुल्नुहोला है। कार्यक्रम शुभरात्रि अबदेखि प्रत्येक हप्ताको बुधबार, बिहिबार, शुक्रबार र शनिबार रातको 8:30 बजेदेखि 9:30 बजेसम्म मात्र सिंहलीला FM 97.3 मेगाहर्ज र www.sinhalilafm.com मा। जुनेली रातिमा सुनौलो यो साथीमा आहु प्रिय मेरो यो काखैमा। नमस्कार, म गायक राज लाबुङ। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिंहलीला FM 97.3 मेगाहर्ज। सूचना, जानकारी र मनोरञ्जनको लागि सुन्दै रहनुहोला सिंहलीला FM। पहिले काहीँ भेट हुँदा बोलिदेऊ न ल, सारा मनका कुराहरू खोलिदेऊ न ल। रात्रिकालीन अभिवादन टक्राउन चाहन्छु। यति बेला तपाईँ सुनिराख्नु भएको छ नेपाली ध्वनि नेपाली आवाज सिंहलीला FM 97.3 मेगाहर्ज। प्रदेश नम्बर 1 विभिन्न ठाउँहरूमा हामीलाई डाइरेक्ट यानि कि 97.3 मेगाहर्ज ट्युनिङ गरेर सुनिराख्नु भएको छ भने www.sinhalilafm.com लगइन गरेर हाम्रो फ्रिक्वेन्सीको एक्सेस भन्दा बाहिर रहने श्रोता साथीहरूले विभिन्न एप्लिकेसनहरूबाट यानि कि अनलाइन मार्फत एकैसाथ सुनिराख्नु भएको छ। र कार्यक्रम शुभरात्रिको समय सुरु भइसकिसकेको छ। तपाईहरुलाई यसभन्दा अघिल्लाको हप्ताहरूमा तपाईले अघिल्लाको रातहरूमा चाहिँ प्रोग्राम सुन्दै आउनु भएको छ भने त तपाईलाई कार्यक्रमको बारेमा मजाले थाहा छ है। तर राज्यभित्रमा त फर्स्ट टाइम कार्यक्रम सुनिराख्नु भएको छ भने तपाईलाई कार्यक्रमको बारेमा छोटो मिठो मैले जानकारी दिनुपर्ने हुन्छ। हप्तामा 4 रात आउने प्रोग्राम हो शुभरात्रि। बुधबारदेखि शनिबारसम्म आउने गर्दछ। यो त तपाईलाई थाहा छ, धेरै साथीहरूले सुन्नुहुन्छ किनकि है तपाईहरुको चटपटी पानीपुरी सेन्टर भन्दा प्रिय कार्यक्रम रहेको छ, शुभरात्रि रहेको छ है। नामै क्याफी रहेको छ। शुभरात्रिमा तपाईहरुको आफ्नो गुड नाइट खुसीहरू चाहिँ आदान प्रदान गर्ने प्रोग्राम रहेको छ र सहभागिताको लागि हामीसँग मात्र दुईवटा माध्यम रहेको छ। फर्स्ट माध्यम रहेको छ हाम्रो स्टुडियो टेलिफोन नम्बर रहेको छ 024520577 खुल्ला छ। तपाईलाई चाहिँ एकदमै तपाईको फोन कलको चाहिँ हुन्छ नि त, हाम्रो फोनले चाहिँ तपाईलाई चाहिँ कुरिरहेको छ, गुहा पर हेरिरहेको छ। चाँडै भन्दा चाँडै फोन चाहिँ डायल गर्नु होला, ट्याक ट्याक टुटु थिचेर चाहिँ है। र अर्को सजिलो माध्यम झनै सजिलो अहिलेको समय सान्दर्भिक रहेको छ है। तपाईँ फेसबुक युजर हुनुहुन्छ धेरैभन्दा धेरै साथीहरू, सो तपाईले हाम्रो अफिसियल पेज रहेको छ FM सिंहलीला 97.3 मेगा सर्च गर्नुपर्ने हुन्छ र लाइक गर्नुपर्ने हुन्छ है। लाइक गर्नुभएको भने त साथीहरूले अलरेडी नै हामीले भर्खरै मात्र एउटा स्ट्याटस अपडेट गरेको छौँ। सो स्ट्याटस पाइसक्नु भएको छ र धेरै साथीहरूले कमेन्ट पनि पोस्ट गरिसक्नु भएको छ र तपाईँ पनि सर्च गरेर लाइक गरेर चाहिँ कमेन्ट पनि लेखेर चाहिँ पठाउन
सक्नुहुनेछ अभियसली पनि म रिड आउट गर्नेछु कार्यक्रमको अवधिभर र तपाईँलाई साथ दिनको लागि भनेर आज हामी दुईजना स्टुडियोमा उपस्थित भइसकेको छौँ है तपाईँलाई के कस्तो छ चिसो एकदमै दिन प्रतिदिन बढिरहेको छ रात प्रति रात एकदमै बढिरहेको छ है आफ्नो केयर गर्नु होला भन्न चाहन्छु र हामी त एकदमै सन्चै छौँ है अहिलेसम्म चाहिँ एकदमै ठिकठाक फाइन भएर चाहिँ उपस्थित भएको छौँ प्रोग्राममा र आशा छ तपाईँहरू पनि एकदमै सन्चै हुनुहुन्छ र धेरै साथीहरूलाई एकदमै चिसोले रुगा मार्गीले विशेष गरी सताइरहेको होला आफ्नो केयर गर्नु होला न्यानो न्यानो कपडाहरू लाउनु होला तातो तातो ठाउँमा बस्नु होला र धेरैभन्दा धेरै तरल पदार्थहरू चाहिँ तताएर चाहिँ ड्रिङ्क गर्नु होला भन्न चाहन्छु है त समय सुरु भइसकिसकेको छ तपाईँ पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले सहभागिता जनाइसकेपछि यानि कि फोन गरिसकेपछि चाहिँ हामीसँग भएको जम्मा जम्मी 7वटा पोइन्ट मध्ये तपाईँले एउटा पोइन्ट चाहिँ चुज गर्नुपर्ने हुन्छ तपाईँलाई जे पर्छ सोहीको लागि चाहिँ तपाईँले चाहिँ प्रेजेन्ट गर्नुपर्ने हुन्छ विशेष त हामी हाँस्न र हँसाउनको लागि तयार गरेको हुन्छौँ हामीले विभिन्न पोइन्टहरू है तपाईँले चाहिँ माइन्ड गर्नु हुन्न मैले आशा गरेको छु र म यो विश्वासको साथ आज विभिन्न क्वेसनहरू पोइन्टहरू बनाएर ल्याएको छु तपाईँको लागि विशेष गरी भनिन्छ नि स्वास्थ्यको लागि हाँस्न एकदमै राम्रो हो सो है हामी विशेष हँसाउनको लागि पनि यो कार्यक्रमलाई क्रिएट गरेको हौँ साथसाथमा तपाईँको गुड नाइट खुसी अर्थ सङ्गाल्ने अङ्गाल्ने नै छौँ है र कार्यक्रम सुरुवातमा निकै मिठो हाम्रो ताराजीले चाहिँ गीत प्ले गर्दै भन्दै हुनुहुन्छ सो हामी कार्यक्रम सुरुवातमा निकै मिठो गीत सुन्नेछौँ गीत पश्चात तपाईँ हाम्रो भेट हुनेछ फोन गर्दै गर्नुहोला कमेन्ट पनि गर्दै गर्नुहोला अहिलेको पालोमा निकै मिठो गीत सुन्दै गर्नुहोला गीत पश्चात म उपस्थित हुनेछु
निकै मिठो गीत सँगसँगै पुनः पनि स्वागत गर्न चाहन्छु। तपाईँ यति बेला सुनिराख्नु भएको छ हिमाल पहाड तरेका आवाज सिंहलीला FM 90.3 मेगाहर्ज तपाईँहरूको प्रिय कार्यक्रम शुभरात्रिको साथमा छौँ। यति बेला तपाईँहरू हाम्रो साथमा हुनुहुन्छ र तपाईँहरूको साथमा हामी छौँ। दुईजना आज उपस्थित भएको छौँ स्टुडियोमा र भने म आजको फर्स्ट एन्ड लकी कलर साथीसँग दिला नगरी कुराकानी गर्नेछु। उहाँको गुड नाइट विशेषहरू पनि सँगाल्नेछौँ र रमाइलो कुराकानी पनि हुनेछ। कहाँबाट को हुनुहुन्छ पढिदिनुहोस् अनिल ताराजी। हेलो साथी नमस्ते। नमस्ते शुभ परिवार हजुर दर्शन नमस्ते छ है त। हजुरको शुभ नाम के पर्यो होला साथी? ताप्लेजुङबाट अनुपम अनु बस्नेत है। अनुजी गर्दै चाहिँ के हुनुहुन्छ हौ तपाईँ यो समयमा? बसिराख्नु भएको होइन होला सुतिराख्नु भएको जस्तो लाग्छ त अनुजी। सुतिराख्नु भएको छ होला हो ढाक्नु भयो होला होइन है? हजुर हजुर मलाई पनि त्यस्तै लागिरहेको थियो। हाम्रो अनुजी चाहिँ पुरा ढल्किराखेर है बेटेर हुन्छ नि त उता पल्टिराखेर चाहिँ पुरा फोनमा बोलिराख्नु भएको छ जस्तो लागिरहेको थियो क्या भोइस सुन्दा चाहिँ। अनुजी अनि दिन चाहिँ मलाई कसरी बिताउँदै हुन्छ हौ ताप्लेजुङतिर? घरे चाहिँ काममै बिजी हुनुहुन्छ विशेष गरी दिन समयलाई चाहिँ रमाइलो गरी बिताउँदै हुनुहुन्छ है। अनि अनुजीको त मैले अर्कै कुरा सुनिरहेको थिएँ नि त हौ अनुजी। हजुर हजुर यो मङ्सिरमा त जसरी भयो भने बस्नेतबाट है अन्य थरी नै आफ्नो हुन्छ नि त पछाडि नामको पछाडि जोड्ने ठुलो धोको छ अरे भनेर सुनिरहेको थियो किन अनुजी? हजुर हजुर हो है। ओके ढाँट्नु भएको होइन नि 100% सही हो नि है कुरो? ओके भनेपछि मैले सही कुरो सुनेछु नि त आज त है। हजुर भन्न मिल्छ कि मिल्दैन हौ अनुजी? मिल्छ है। ओके कहिले हुन्छ ठ्याक्कै भनिदिनुहोस् न। भोलि पर्सि है। ओके मङ्सिर 30 गतिसम्म पनि हुन सकेन भने मङ्सिर 35 गतितिर हुन सक्छ होला हाम्रो अनुजीको है। ओके अनुजी अनि भइसक्यो त हजुरको? भइसक्यो है। हजुर के चाहिँ भयो नि फेरि तपाईँको है खत्तमै भइसक्यो कि क्या हो बर्बादै भइसक्यो क्या अनुजी? खाना चाहिँ भयो? माइ गड मैले खाना सोधेको थिइनँ नि त अनुजी यो समयमा है अहिलेको ठ्याक्कै हाम्रो स्टुडियो घरमा यति बेला 8 बजेर 43 मिनट गइसकिसकेको छ। यो समयमा यो समयसम्म त खाना नखाने त प्राय थोरै साथीहरू मात्र हुनुहुन्छ होला प्राय सबै साथीहरूले खाइसक्नु भयो जस्तो लाग्छ। खाना पनि सोध्ने हो र अनुजी? माइ गड हो र भने मैले अघिको कुरा गरिरहेको थिइनँ नि त। ओके अनुजी सन्चै हुनुहुन्छ तपाईँ? ओ माइ गड सन्चै हुनुहुन्छ? के भएर यस्तो हुनुभएको होला हामीलाई पनि सुनिदिनुहोस् न आइडिया दिनुहोस् न कसरी सन्चै भइन्छ? थाहा पनि छैन है। ओके अनि गर्नुभयो अनुजी? गर्नुभयो तपाईँले? पहिला नै गर्नुभयो कति पटक? हजुर हजुर ओ माइ गड मात्र एक पटक? ओहो भनेपछि त बच्चे है तपाईँ त? हजुर हजुर खोइ होला लडी चाहिँ बोयफ्रेन्ड चाहिँ कतिजना चेन्ज गर्नुभयो भनेको थियो क्या अनुजी? मात्र एकजना बर्बाद बर्बाद। के झाट्नु भएको अनुजी डाइरेक्ट भनिदिनुहोस् न हाम्रो ताराजी नै है लगभग तपाईँको 10औं स्थानको बोयफ्रेन्ड भनेर सुनिरहेको थियो त्योभन्दा अगाडिको 9 जना त्योभन्दा पछाडिको 10 जना चाहिँ कहाँ गयो त हौ अनुजी? खोइ त हिसाब किताब छैन यताउता.com थाहा छैन है? एकदम कार्यक्रम शुभरात्रिमा आउनु भएको छ तपाईँ एकदमै मजाले कुराकानी भइरहेको छ मलाई कार्यक्रमको बारे त मजाले थाहा छ नि तपाईँलाई है। यसो आज कति कुराको अप्सन चाहिँ ड्याङड्याङ राखिदिउँ त हाम्रो अनुजीलाई चाहिँ? नम्बर 1 को। ओके नम्बर 1 मा चाहिँ केही प्रश्नहरू आएको छन् है। साथसाथमा तपाईँको माइन्ड चाहिँ कतिको डट्टी छ आज टेस्ट गर्नेछौँ है त हामी। ओके प्रश्नहरू एकदमै रमाइलो रहेको छ है। तपाईँको टेस्ट गरिनेछ माइन्ड चाहिँ कतिको डट्टी छ तपाईँले चाहिँ माइन्ड गर्नुहुन्न है त मैले आशा गरेको छु है। र प्रश्नहरू म तपाईँलाई दमादम राख्न थाल्छु है तपाईँ चाहिँ एन्सर दिन एकदम दमदाको साथ तयार रहनु होला।
ओके नम्बर 1 मा रहेको छ है त्यो सिचुएसन कुन हो जुन सिचुएसन चाहिँ है 30-35 मिनेट भएपछि केटा मान्छे चाहिँ एकदमै थाक्छन् टायर्ड भएपछि हुन्छ नि त बोरिङ लाग्न थाल्छ त्यो केटा मान्छेलाई चाहिँ है र केटी मान्छेलाई चाहिँ अझै पुगेन म अझै गर्छु भनेर जिद्दी गरिरहेको छ क्या के हो त्यो चाहिँ भन्नुहोस् त तपाईँको विचारमा ठ्याक्कै किन हाँस्नु भएको साथी प्रश्न सुन्दै एन्सर भन्नुहोस् न तपाईँको आउँदैन है यता उता केही त सोचिसक्नु भएछ मलाई थाहा छ बाइक मात्र भन्ने तपाईँ लजाइराख्नु भएछ क्या एन्सर त तपाईँलाई थाहा भइसकेको छ है तपाईँको विचारमा जस्ट थाहा भएन है एकदमै मजाले तपाईँको माइन्ड चाहिँ चेक भइरहेछ कि यति बेला डटी माइन्ड छ कि छैन भने हाम्रो अनुजीको चाहिँ चेकिङ भइरहेछ पुरा सर्चिङ क्या माइन्डमा गएर चाहिँ हाम्रो ताराबाट नै पसिसक्नु भएछ तपाईँको माइन्डमा पुरा सर्चिङ दिइराख्नु भएको छ टेस्ट ओके एन्सर भन्न सक्नुहुनेछ भन्नुहोस् न प्लिज एकचोटि है झटाएर हान्नुहोस् न मिल्छ कि कतै कतै भन्नुभयो नि त साथी के हो पारा ओ माइ गॉड प्रश्न चाहिँ बुझ्नु भयो नि मजाले बुझ्नु भयो है बुझ्नुभयो ओ माइ गॉड त्यति पनि थाहा छैन है भन्ने साथी गेस गर्नुहोस् न थोरै आएन है ओके यसको एन्सर चाहिँ म भन्छु है त ओके एकदमै नेगेटिभ सोच्नु भयो होला जस्तो लाग्यो है कता कता तर यसको एन्सर बिल्कुलै पोजिटिभ छ क्या साथी सपिङ हो क्या सपिङ हो नि है रियली हो नि त साथी है केटा साथीहरू त अब प्रायः जसो फ्याट्टाफुट्टा लगभग 5 मिनटमा बढीमा है आफ्नो हुन्छ नि त सपिङ गर्ने सामान सबै नै किनिसक्नुहुन्छ यानि कि लिइसक्नुहुन्छ है केटी साथीहरू त यो पनि भएन हौ कस्तो मेरो लाग्यो त यो त मिलेन हौ यो कालेले हेर्दैन होला नि फेरि यो मैले लगाएँ भने त लाएँ भने त यो लग्यो भने त भन्ने हुन्छ र 1 घन्टाको त कुरै नगरौँ न एक दिनभरि पनि सपिङ गर्न सक्नुहुन्न अरे क्या हो कि होइन हजुर हुनसक्छ र नेक्स्ट प्रश्न रहेको छ है त तपाईँको लागि फेरि पनि यो पनि त्यस्तै प्रश्न रहेको छ तपाईँको माइन्ड चाहिँ पुरा यति बेला चेकिङ भइरहेछ है कतिको डटी भएको छ हाम्रो अनुजीको र अर्को प्रश्न रहेको छ राति चाहिँ एकदमै खेलाउन चलाउन एकदमै मन लाग्छ है मजा पनि हुन्छ है र दिनमा चाहिँ खासै त्यो खेलाउन खासै मन लाग्दैन मन जाँदैन खेलाउन प्रति है र त्यो चिजलाई चाहिँ आफ्नो सम्मान स्पेसललाई मात्र दिइन्छ क्या जुनसुकैलाई चलाउन पनि दिइँदैन के होला तपाईँको विचारमा त्यो चाहिँ प्रश्न सुन्नु भएन है ओके फेरि पनि म भन्न चाहन्छु है एकचोटि राति भएपछि त्यो एकदमै खेलाइन्छ चलाइन्छ है र मजा पनि आउँछ र दिनमा चाहिँ त्यो खासै खेलाउनतिर ध्यान जाँदैन दिमाग यतातिर सोच विचार जाँदैन है र त्यो चाहिँ आफ्नो सम्मान स्पेसल मान्छेलाई मात्र दिन्छ क्या नजिकको मान्छेलाई मात्र दिन्छ के होला तपाईँको विचारमा कता कता नेगेटिभ सोचिसक्नु भयो तपाईँले है एन्सर आएन तपाईँलाई ओके भन्नुहोस् न एउटा त है आउनै आएन ओके यसको एन्सर पनि एकदमै सजिलो छ नि त साथी तपाईँलाई चाहिँ कता कता आइसकेको हो तपाईँले फ्याट्टै भन्नु मात्रै नसक्नु भएको क्या गेस गर्नुहोस् तपाईँसँग पनि छ त्यो ओ माइ गॉड कस्तो सजिलो एन्सर छ क्या साथी फोन क्या फोन मोबाइल फोन ओके एकदमै राति भएपछि त निद्रा लाग्दैन नि त हाम्रो अनुजीलाई पनि मोबाइल नखेले मोबाइल नहेरी त है चित्त बुझ्दैन नि आफ्नो मानिसँग टक्क कुराकानी नगरी है र जो पाए त्यसलाई दिँदैन पनि त है साथी वास्तवमा कुराकानी गर्नु आफ्नो मोबाइल फोन दिनुहुन्छ र तपाईँ जो पाए त्यसलाई ओके सजिला प्रश्नहरू थियो तपाईँको माइन्ड चाहिँ पुरा चेकिङ भइरहेको थियो है धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु मजाले क्वेसनको एन्सर दिन सक्नुभयो तपाईँले सहभागिता चाहिँ जनाउनु भएको छ र भने आफ्नो गुड नाइट खुसीहरू चाहिँ मजाले राख्न सक्नुहुनेछ अनुजी थ्याङ्क यू सो मच अनि फोटो कपी पनि छ है त हाम्रो अनुजीलाई पनि यहाँले सरकारी हुनुहुन्छ साथीहरू लिङ्गको किराँतलाई पनि गुड नाइट भन्न चाहन्छु उनीहरू साथी हुनुहुन्छ विशाल खनाल हुनुहुन्छ उहाँलाई पनि गुड नाइट भन्न चाहन्छु एकदमै प्यारो भन्दा पनि प्यारो साथी हुनुहुन्छ हाम्रो ईश्वर दाहाल उहाँलाई पनि गुड नाइट भन्न चाहन्छु अन्जना माधे नक्सी पार्वती सङ्गम जीवन लिम्बू जीवन चन्द्रन गोपाल श्रेष्ठ हुनुहुन्छ रामेश गुरुङ मनकुमार गुरुङ हुनुहुन्छ त्यसो गरेर हाम्रो एकदमै प्यारो साथी हुन्छ नरेन्द्र गुरुङ हुन्छ उहाँलाई पनि गुड नाइट भन्न चाहन्छु लगायत जति पनि मलाई मान्नु भन्नुहुन्छ सबै साथीलाई गुड नाइट हाम्रो मलाई माथि लाग्ने मिस यु गुड नाइट नानी भन्दा
फर कलिङ उहाँ हुनुहुन्थ्यो ताप्लेजुङको साथी हुनुहुन्थ्यो अनुपम बस्नेत हुनुहुन्थ्यो मजाले कुराकानी गरेर हामीसँग बाहिरिसक्नु भएछ पालो तपाईँ फोन लाउन सक्नुहुनेछ है त हाम्रो फोन चाहिँ गुवाफ तपाईँले हेरिरहेको छ यति बेला फोन टक्क लाएर लाउन सक्नुहुनेछ र कुराकानी मजाले गर्न सक्नुहुनेछ रमाइलो गर्न सक्नुहुनेछ र विशेष गरी त हाँस्न हँसाउनको लागि साथसाथमा तपाईँको गुड नाइट खुसीहरू सङ्घाल्न अङ्गाल्नको लागि क्रिएट गरेको प्रोग्राम रहेको छ शुभरात्रिको बसाइमा हामी दुईजना छौँ अनिहरूमा म तपाईँको आवाजको साथै रबिन सुमले टेक्निकल सपोर्ट गरिराख्नु भएछ ताराजीले तपाईँहरूले फुल्ली सपोर्ट गरिराख्नु भएछ सहभागिता जनाएर र सुनेर पनि है र कोही साथी आइसक्नु भएछ सेकेन्ड कलर साथी म उहाँसँगसँगै कुराकानी गर्नेछु कहाँबाट को हुनुहुन्छ हेलो साथी नमस्ते हेलो नमस्ते 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 हजुरको शुभ नाम चाहिँ के पर्यो होला हौ ठ्याक्क लाएर म त्यसको खाना गर्दै हाल्छु दिनबाट हो 3 दिन मुदाएको देखेको छ ल जानु मुस्किल सकलाको लिएर आयो ओहो कोपिलाजी है हजुर फुलिसक्नु भयो अरे भन्ने सुनिरहेको थियो त हो कि होइन कोपिलाजी होइन है हजुर के गरिदिनु छु यसो म टक्क लाएर कोपिलाजी प्रोग्राम सुन्दै सुतिरहेको माइगर सुत्नु भएको कति चाँडै सुत्नु भएको सधैँ सुत्नु हुन्न थियो त के हो कोपिलाजी चाँडै सुत्नु थाल्नु भएछ नि त हजुर 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 यसभन्दा अगाडि हाम्रो कुराकानी हुँदा प्रोग्राममा तपाईँले पार्टिसिपेन्ट जनाइरहेको बेला चाहिँ सुतिरहेको छुइनँ है बुढो यति बेला चाहिँ म चाहिँ पुरा है हुन्छ नि आफ्नो मायालीसँग च्याटिङ गरिरहेको छु भन्नुहुन्थ्यो तर आज एकदमै सुतिसक्यो भन्दा त अचम्म पऱ्यो क्या डाङडङ्गै हजुर हो नि को बेला चाहिँ अनि दिनसम्महरू चाहिँ कसरी बिताउँदै हुनेछौ फिल्मतिर आजकल कस्तो हुँदो रहेछ नि है भनेपछि रमाइलो छ हाम्रो कोपिलाजीको है मैले सुनिरहेको थिएँ हाम्रो कोपिलाजीको त उन्नति प्रगतिहरू चाहिँ भइसकेको छ अरे भनेर सुनिरहेको थियो हो कि न हो कोपिलाजी सही हो है खै त हो अनि सल्लाह नगरी सुटुकै हो कोपिलाजी यस्तो भएन नि त है हाम्रो ब्रोहरूलाई चाहिँ बिर्सिनु त्यस्तो भएन नि त कोपिलाजी हजुर हजुर हामी आशा गर्नेछौँ एकदम इन्भाइट कार्ड चाहिँ हाम्रो हातमा आउने छ भनेर है मङ्सिर 30 गतेसम्म पनि आएन भने चाहिँ फेरि हुँदैन नि कोपिलाजी हो नि भने ओके सन्चै हुनुहुन्छ कोपिलाजी तपाईँ सन्चै हुनुहुन्छ तपाईँ ओके सधैँभरि यस्तै रहनु होला अब त झन् सन्चै नहुनु त कुरै हुँदैन नि त है हजुर 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 अहिलेसम्म चाहिँ एकदमै फिट एन्ड फाइन छौँ है अहिलेसम्म चाहिँ मजाले बोलिरहेको छौँ तपाईँहरूसँग कुराकानी गरिरहेको छौँ तपाईँको फुल्ली सपोर्ट होइन माया पाइरहेको छौँ सो हामी चाहिँ अहिलेसम्म चाहिँ एकदमै मजाले जिउँदै रहेको तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ है त ल ठिक छ तपाईँको कामना चाहिँ मजाले हाम्रो हुन्छ नि त शिरदेखि पुच्छरसम्म लागोस् भन्न चाहन्छौँ हजुर 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 कति नम्बरको भन्नुभयो कोपिलाजी नम्बर 2 को है एके नम्बर 2 मा चाहिँ यस्तो परेको छ कि उस्तो भएछ कि कोपिलाजी मात्र तपाईँको लागि परेको छ आज है प्रश्न हुने तपाईँको नाम परेछ कि आज ढङढङ फेरि ओके दमदास तयार रहनु होला है त म फटाफट राख्नेछु है त डटी मान्छे गर्नेछु तपाईँको नि आज कतिको चाहिँ हाम्रो कोपिलाजीको चाहिँ मान्छे डटी छ भन्ने कुरा आज हामी पत्तो लगाउनेछौँ है त ओके तपाईँको विचारमा चाहिँ ठ्याक्कै भन्नुपर्दा चाहिँ है कसै केटाको चाहिँ लामो हुन्छ र कसै केटाको चाहिँ छोटो पनि हुन्छ र त्यो चाहिँ विवाह गरेपछि चाहिँ आफ्नो श्रीमतीलाई थर्लक्क दिन्छ क्या के हो त्यो तपाईँको विचारमा तपाईँलाई थाहा पनि हुनुपर्ने क्या अब त लगभग है माई गड फेरि पनि म प्रश्न राख्न चाहन्छु ध्यान दिएर एकचोटि एन्सर दिने कोसिस गर्नु होला है त कोपिलाजी ओके कसै केटाको चाहिँ लामो पनि हुन्छ त्यो कुरा है र कसै केटाको चाहिँ छोटो पनि हुन्छ त्यही कुरा है र विवाहपछि चाहिँ आफ्नो श्रीमतीलाई तक्लक्क दिन्छ क्या त्यो कुरा चाहिँ के भयो तपाईँको विचारमा चाहिँ एन्सर हजुर हजुर कता कता एन्सर तपाईँको मनमा आइसकिसकेको छ तपाईँले भन्नु मात्र नसक्नु भएको क्या वास्तविक कुरा गर्नुपर्दा हो कि होइन आएन है ओके सजिलो छ क्या इजी छ एकचोटि गेस गर्नुहोस् न लास्ट चान्स तपाईँलाई ल अन्तिम भने भन्ने चाहिँ त्यसबाट तपाईँलाई ओके एकदमै सजिलो छ क्या साथी तपाईँले त थाहा हुनुपर्ने क्या लगभग थर्ड क्या साथी थर्ड हो कि न तपाईँको विचारमा तपाईँले ल ठिक छ कोपिला कोलुङ भन्छ यानि कि तपाईँको हस्बेन्ड त अरू थर नै हुनसक्छ है अरू नै हुनुहुन्छ र त पक्क अब तपाईँको नागरिकतामा चाहिँ ठक्क लाएर हुन्छ नि त अर्कै थर हुन्छ क्या अब चेन्ज हुन्छ सही कुरा हो नि है कोपिलाजी अर्कै सोच्नु भयो कि जस्तो लागिरहेको थियो क्या मलाई त
पैसाले टिस्यु गर्नुहुन्छ ओ माई गड रियल एन्सर मारे नि त साथी त्यही त भनिरहेको छु मैले डटी मान्छे क्या एकदमै रहेको छ ल ठिक छ अर्को प्रश्न है त फेरि तपाईँको लागि ओके सेकेन्ड प्रश्न या कि लास्ट प्रश्न हाम्रो कोपिलाजीको लागि रहेको छ भित्र छिराउँदा चाहिँ एकदमै है एकदमै छिराउँदा चाहिँ कडा हुन्छ र निकाल्दा चाहिँ नरम र भिजेको हुन्छ तपाईँको विचारमा के होला त्यो हजुर हजुर एन्सर आइसक्यो तपाईँलाई फेरि पनि है तपाईँ भन्नु मात्र नसक्नु भएको हो नि त अघिको जस्तै जस्तै छ झन्डै झन्डै है आउँदैन यो पनि है ओके प्रश्न फेरि म एकचोटि राख्न चाहन्छु मजाले सुन्नु होला है त लडिसा भित्र छिराउँदा चाहिँ कडा हुन्छ है निकाल्दा चाहिँ नरम र भिजेको पनि हुन्छ क्या के होला एन्सर ठ्याक्कै भनिदिनुहोस् के होला भन्नुहोस् न के हो मनमा आएको कुरा त भनिदिनु पर्छ नि त साथी है लजाउने होइन नि त हजुर नामै काफी छ लजालो मुस्कान है हजुर मुस्कान पनि ओ माई गड यो पनि आएन एन्सर स्याम भनिदिनु भएको साथी ड्याङड्याङै नडरै हजुर ओ माई गड भनेपछि तपाईँको दिमागै बबाल हुन्छ नि त फेरि है तपाईँ हुनसक्छ म एन्सर ठप्पक्क राखिहाल्छु है त अब पकन हो क्या यो वास्तवमा कुराकानी गर्दा फिल्मी क्षेत्रभित्र पाइन्छ यो फिल्मको एउटा पार्ट भनिन्छ पकन लडिसा कोपिलाजी कल गर्नुभएछ एकदम खुसी लागेको छ हामीलाई माया गरेर कल गर्नुभएछ फेरि पनि है र अन्य दिनहरू पनि सहभागिता जनाएर साथ दिनु होला धेरै साथीहरू तपाईँको वेटिङमा बसिराख्नु भएको होला गुड नाइट विसेसको सो अब नै ढिला नगरी आफ्नो विशेषहरू राख्न सक्नुहुनेछ है त हुन्छ सबैभन्दा पहिला तपाईँ मित्र ओके थ्याङ्क यू सो मच दिन चाहन्छु हामी सबैजनाको तर्फबाट गुटुङ मुटुङ मिलाएर तपाईँलाई ड्याङराङ्गे टक्राउन चाहन्छौँ है त मैले पनि बनाइदेखि म सेयर गरेँ हामीले तयारी साथी मिलाएर गुड नाइट भन्न चाहन्छु त्यसो गरी जति खम्बाले पनि तयारीहरू जान्ने गर्छौँ अनि गोवालाई धेरै सुन्दैन सबमा गुड नाइट भन्न चाहन्छु लिङलाई त्यसरी नानी बसेर हुनुहुन्छ आकाश तामाङ दिपक तामाङ अमित लिम्बुजी दिदी साथी लिङलाई धेरै सम्झने मिठो मायाको सल्लाह पनि बिर्सेको थिएन भन्दै गएर बाई बाई ओके टेक बाई बाई उहाँ हुनुहुन्थ्यो हाम्रो एकदमै मिल्ने साथी यानि कि है हामीलाई एकदमै कल गरिराख्नु भएको छ माया गर्ने साथी हुनुहुन्थ्यो तीर्थम घरपरि आज फिल्मबाट छ भन्दै हुन्थ्यो लजालो मुस्कान कोपिला कुलुङ राई हुनुहुन्थ्यो उहाँसँग पनि मजाले कुराकानी रमाइलो कुराकानी गरेर साथमा आफ्नो गुड नाइट खुसीहरू चाहिँ छोडेर हामीबाट बाहिरिसक्नु भएछ फालो तपाईँको फोन गर्न सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ 024205677 मा डायल गर्न सक्नुहुनेछ र कोही साथी आइसक्नु भएछ हाम्रो टेलिफोन सम्पर्कमा भन्ने मलाई सङ्केत गरिराख्नु भएछ हाम्रो ताराको प्रोग्राम स्माइल्स हेर्दै हुनुहुन्छ सायद उहाँको माइली पनि आउन सक्नुहुन्छ है सो हुन सक्नुहुन्छ र म ढिला नगरी उहाँसँग कुराकानी गर्नेछु कहाँबाट को हुनुहुन्छ हेलो साथी नमस्ते दर्शन नमस्ते हजुरको शुभ नाम चाहिँ के भयो होला साथी विनिता भट्टराई है विनिताजी के गर्दै हुनुहुन्छ यो समयमा प्रोग्राम सुन्दै बसिराख्नु भएको छ सुत्ने टाइम भएन र विनिताजी हजुर धेरै बेर बस्नु हुँदैन नि त राति धेरै समय बस्नु हुँदैन सो छिटै सुत्नु होला भनेर कसैले पनि भन्नुभएको छैन हाम्रो विनिताजीलाई बसिरहेको छु भनेपछि त है हुन्छ नि त डर एकदमै तनाव हुन्छ नि फेरि चिसोले फेरि हाम्रो विनिताजीलाई भोलिको ड्याङका ड्याङ पुग्लुका पुग्लुक लड्न थाल्नु भयो भने चाहिँ के हुन्छ फेरि तनाव हुन्छ नि हाम्रो ताराजी त फेरि सेन्टिफ्लाइटै हुनुहुन्छ नि फेरि ओके विनिताजी मैले कता कता सुनिरहेको थिएँ हाम्रो ताराजी र तपाईँको त यताउता .com पनि चलिरहेछ अरे भन्ने सुनेको थियो हो कि होइन ओ माई गड भनेपछि ताराजीले मलाई त लास्टै ढाँट्नु भएछ क्या मेरो मायालु चाहिँ आउँदै भनेपछि रबिन ब्रो छिटोभन्दा छिटो अनम्युट गर्नु पर्यो भन्ने कुरा मलाई पास गर्नुभएको थियो फोन है होइन रहेछ भनेपछि ओके दिनसम्मलाई कसरी बिताउँदै हुनुहुन्छ त भन्थ्यो थुमतिर विनिताजी घरेसी काम गर्दै हुनुहुन्छ विशेष गरी के छ अहिलेको समय सिजन अनुसार तीर्थमतिर विशेष गरी चाहिँ के छ होला ठ्याक्कै भन्नुपर्दा खासै त केही छैन भन्नुहुन्छ फेरि घरेसी काममा बिजी छु ब्रो भन्नुहुन्छ के हो तर हाम्रो विनिताजीको घरमै मात्र बस्नु मात्र हुन्छ विनिताजी बस्नु मात्र हुन्छ अब भनेपछि त रमाइलो छ क्या विनिताजीको जिन्दगी हो नि त हो है
अनि कता कता सुनिरहेको थिएँ मङ्सिर अन्तिममा चाहिँ हाम्रो बिन्ताजीले पनि शुभ हामीलाई चाहिँ पुरा तन्काउने इन्भाइट आउने छ अरे भनेर सुनिरहेको थियो हो कि न बिन्ताजी ओ माइ गॉड हो नि नआउने त कुरै भएन नि तर बोलाउने पनि फेरि कुरै भएन नि है ओ माइ गॉड बोलाए नि ल ठिक छ हामी आउनेछौँ है त ओके बिनिताजी सन्चै हुनुहुन्छ नि तपाईँ किन सन्चै हुनुभएको होला खै है आइडियाहरू दिनु न हामीलाई पनि थोरै थोरै आइडियाहरू है यताउता .com मिलाएर दिनु न कसरी चाहिँ सन्चै भइन्छ होला खैको नि थाहा छैन है हाम्रो बिन्दाजी त लास्टै लजिराख्नु भएको जस्तो लाग्छ क्या बोल्नको लागि अहिले बोलिराख्दा किन लजाउनु भएको हो बिनिताजी हाम्रो तारा ब्रोसँग हो कि क्या हो हाम्रो तारा ब्रो रिसाउनु हुन्न क्या मसँग बोलाउँदा के बोल्नु म त उहाँको बेस्ट फ्रेन्ड त हो हाम्रो तारा ब्रोको केही गर्दिनँ क्या हजुर हाम्रो कतै कतै हाम्रो बिन्दाजीलाई त्यस्तै मनमा उत्पत्ति पनि त हुन सक्छन् सोच विचारहरू मेरो मायालु ताराले चाहिँ मलाई फेरि है रबिन ब्रोसँग कुराकानी यताउता .com फेरि लम्बाउँदा चाहिँ मलाई फेरि भरे चाहिँ ब्रेकअपै दिने हो कि भन्ने पनि डर हुनसक्छ भनेर हो कि जस्तो लागिरहेको छ डराउनु भएको छैन नि है ल ठिक छ एकचोटि हाँसिदिनुहोस् न त्यसो भए लास्ट चाहिँ ठुलो तपाईँ हुन्छ बिन्दाजी हाँस्नुहोस् न त एकचोटि लास्टै ठुलो माइ गॉड हाँस्नु भयो ल ठिक छ रिसाउनु भएको रहेन रहेछ तपाईँ लजाउनु भएको रहेन रहेछ डराउनु भएको रहेन रहेछ हामीसँग है ए के बिनिताजी गर्नु चाहिँ के हुन्छ तपाईँ विशेष गरी त्यहाँतिर पढ्नुहुन्छ हजुर कति पढिसक्नु भयो बिनिताजी महाभारतै सकाउनु भयो कि क्या होइन हजुर कति कुन लेभल पढाउनु भयो बिनिताजी ठ्याक्कै अहिले 10 है अनि यताउता .comहरू कतिको चल्दैछ हो बिनिताजी ओ माइ गॉड छैन अनि एसी क्रस गर्नु यानि कि पास गर्नु त गाह्रो हुन्छ नि त यताउता .com नलिएपछि है नगरेपछि मतलब यता पनि .com भनेपछि तपाईँले बुझ्नु पर्थ्यो कि कोचिङ क्लासहरू ट्युसन क्लासहरू चाहिँ लिँदै हुनुहुन्छ कि हुन्न भनेर सोधेको थिएँ क्या छैन है ल चाँडैभन्दा चाँडै लिनु होला है त डिस्टिसन चाहिँ हाम्रो बिनिताजीले टक्राउनु पर्यो यसपालिको एससीमा चाहिँ बिनिताजी धेरै खुसी लागेको छ कल गर्नुभएको छ है एकदमै मजाले कुराकानी भइरहेको छ अनि सन्चै हुँदो रहेछ तपाईँ है खुसी लागेको छ त्यसमा त झनै धेरै र तपाईँलाई कार्यक्रमबारे त मजाले थाहा छ आज कति नम्बरको अप्सन चाहिँ ड्याङड्याङ टपाइदिउँ म तपाईँलाई 3 नम्बरको ल ठिक छ 3 नम्बरमा संवाद रहेको छ तपाईँ एकदमै तयार रहनु होला म टपिक दिनेछु हाम्रो संवाद जानेछ है त छोटो मिठो ओके अब पुष 21 गतेबाट फाल्गुनन्द गोल्ड कप यानि कि पुसी मेला चाहिँ सञ्चालन हुन गइरहेको छ फिल्म बजारमा है सोही बजारमा चाहिँ तपाईँको यानि कि मानौँ न तपाईँको बोयफ्रेन्डले चाहिँ तपाईँलाई चाहिँ 2 दिनको लागि चाहिँ हामी चाहिँ बिनिता बजार जानुपर्छ घुम्नको लागि रहनको लागि भनेर रिक्वेस्ट गरिराख्नु भएको छ तर तपाईँ चाहिँ मान्नु भएको छैन है अस्वीकार गरिराख्नु भएको छ थोरै संवाद जानेछ है त अब ल ठिक छ फोनमा है तर फोन मार्फत जानेछ तपाईँ र तपाईँको बोयफ्रेन्ड सपोज आज म हुनेछु अहिलेको समयमा ठ्याक्कै है त ओके काउन्टडाउन म दिनेछु तपाईँहरूलाई र सुरु नै तपाईँ नै गर्न सक्नुहुनेछ 3 2 1 स्टार्ट ए बिनिता के भनिरहेको मेरो फर्स्ट रिक्वेस्टले पनि तिमी मान्दैनौ है म भन्दा अरू नै छ है क्या तिम्रो भनेपछि स्पेसल मान्छेहरू ए के कुरा भनिरहेको त्यत्रो मैले भनेको कहिलेदेखि भनेको 1 वर्ष अगाडिदेखि तिमीलाई भनेको जब 2 दिन त हो नि मेरो लागि एटलिस्ट 2 दिन पनि तिमी टाइम दिन सक्दैनौ भने चाहिँ हुँदैन है मलाई चाहिँ भाइ अति भइसक्यो ल्याङ नगर है यस्तो कुरा नगर है मलाई तनाव नदेऊ मलाई कस्तो हुन्छ नि त त्यहाँ त्यो बजारमा चाहिँ पुरा तिमीलाई चाहिँ अङ्गालो मारेर चाहिँ सबैको माझमा हिँड्दाउने पुरा है टक 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 हिँड्ने पुरा मन छ के हो तिम्रो हुँदैन यस्तो हुँदैन भएछ भने है मेरो एक्स गर्लफ्रेन्डको अगाडि पनि पुरा टक टक हिँड्ने र एक्स गर्लफ्रेन्डको विवाहमा चाहिँ इन्भाइट पनि आएको छ पुरा पार्टी डान्स पनि भइदिएर त्यति आउने भन्ने प्लानिङमा छु क्या ओके बिनिताजी एकदमै खुसी लागेको छ है संवाद गरिदिनु भएको छ धेरैभन्दा धेरै धन्यवाद टक्राउन चाहन्छु है त ओके कतै कतै हाम्रो बिनिताजीलाई पनि यस्तै समस्याहरू त आइपरेको छैन नि है धेरैभन्दा धेरै हामी चाहिँ सोच विचार गरेर चाहिँ विशेष गरी तयार बनाएर लिएको हुन्छ क्वेसनहरू है र कति साथीहरूको जीवन कहानीमा मेलदो जुल्दो हुनसक्छ मेल खान जान सक्छ है यस्तो समस्याहरू आउन सक्छ हामीले मात्र तपाईँलाई हँसाउनको लागि लिएर आएको छौँ माया नगरिदिनु होला है त
ओके निकै नै मजाले कुराकानी भइसकिसकेको छैन है भइरहेको छ र पनि आफ्नो गुड नाइट खुसीहरू चाहिँ राख्न सक्नुहुनेछ थ्याङ्क यू सो मच है त विनिताजीलाई पनि शुभ सपनी भन्न चाहन्छौँ हाम्रो तर्फबाट के गुटुमुटु नआएर हुनुहुन्थ्यो त्यो चाहिँ मलाई कल गर्नुभएको थियो विनिता भट्टराई हुनुहुन्थ्यो मजाले कुराकानी रमाइलो कुराकानी गरौँ उहाँले पनि हामीसँग विधा मागेर गइसक्नु भएछ अब है तपाईँ पनि आउन सक्नुहुनेछ र पनि के गरौँ तारो निकै मिठो गीत सुनौँ है लडी चाहिँ एउटा गीत सुन्नेछौँ त्यस पश्चात हाम्रो कुराकानी हुनेछ हाम्रो भेट हुनेछ तपाईँको फेसबुक कमेन्टहरू पनि सँगाल्नेछौँ र तपाईँको फोन कल पनि लिनेछौँ र निकै मिठो गीत हाम्रो तारा बज गर्नु सक्नु भएको छ तपाईँ मात्र तपाईँहरूको लागि भनेर सो गीत सुन्दै गर्नुहोला फुल्ली इन्जोय पनि लिँदै गर्नुहोला
चाहन्छौँ यति बेला तपाईँहरूको प्रिय कार्यक्रम शुभरात्रि सुनिराख्नु भएको छ र प्रदेश नम्बर 1 का विभिन्न ठाउँहरूमा हामीलाई डाइरेक्ट रूपमा 93.3 मेगाहर्ज ट्युनिङ गरेर तपाईँको मोबाइल सेट तपाईँको रेडियो सेटबाट सुनिराख्नु भएको छ भने जो साथी हाम्रो फ्रिक्वेन्सीको एक्सेस भन्दा बाहिर रहेर चाहिँ www.sinhalilafm.com लगइन गरेर विभिन्न एप्लिकेसनहरूबाट अनलाइन मार्फत सुनिराख्नु भएको छ कार्यक्रम शुभरात्रि है र भने मधिला नगरी तपाईँहरूले लेखी पठाउनु भएका धेरैभन्दा धेरै कमेन्टहरू छन् सो कमेन्टहरू म रिड आउट गर्न गइरहेको छु लेख्नुहुन्छ हेलो रबिन ब्रो भन्नुभएको छ सुपर सुवार वै भन्नुभएको छ मी एक्ट्रेस आरती चोङबाङ फ्रम मोरहाङ भन्नुभएको छ गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ डियर कुलुङ राई मनिका भन्नुभएको छ माया फुम्बो लिम्बू आन्जना शेर्पा भन्नुभएको छ मनका लगुन मनु भन्नुभएको छ मन कुमार शेर्पा सरोज चोङबाङ भन्नुभएको छ सोम समाफे लिम्बू सबिन स्माइल लिम्बू ज्ञानु लज्याल थुलुङ राई सुप्रिया फिनिसा अमृता लिम्बू निश्चल निर्मला भन्नुभएको छ अनुपम आउनु बस्ने तारा तुम्बाबु सञ्जिता शेर्पा लगायत अल फ्रेन्ड्सको लागि गुड नाइट भन्नु बाई भन्नुभएको छ कमेन्टको लागि धेरैभन्दा धेरै धन्यवाद है आरतीजी नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो हाई एनसी रबिनजी भन्नुभएको छ नमस्ते विथ मितिनजिरे मिडिया ग्रुपको मेम्बर पास्टरबाट फुङमा समाम फिल्म भन्नुभएको छ गुड नाइट खुसी राख्नु पर्दा सुनिता बेगा भन्नुभएको छ बिनाहाङ याखा सुनिता कुरुम्बाङ सुचिता सुब्बा भन्नुभएको छ रबिन जोङहाङ कुशल राई अमृता लिम्बू नुमाफुङ लिम्बू अनलकी राज तामाङ सुब्बा सन्देशमा बहाङ सुनिता श्रेष्ठ तारा तुम्बापु दिलीप सम्पाङ लगायत सम्पूर्णलाई शुभ सपनी भनेर बाबाई भन्नुभएको छ अर्को कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो स्वीट भोइसको धनी ह्यान्सी रबिन सर भन्नुभएको छ रात्रिकालीन सेवारू इट्स मी शान्त इसारा फ्रम भोजपुरबाट गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ उहाँले कृष्ण इसारा भन्नुभएको छ सुनिता इसारा सन्तोष लिम्बू एन्ड अर फ्रेन्ड्सको लागि भन्दै बाई भन्नुभएको छ छोटो मिठो कमेन्टको लागि धेरैभन्दा धेरै धन्यवाद है त शान्ताजी अर्को कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो हजुर दादा दर्शन नमस्ते के छ खबर हजुरहरूको माम भयो त भन्नुभएको छ एकदम फिट एन्ड फाइन भएर आज उपस्थित भएको छौँ स्टुडियोमा हामी दुवैजना है तपाईँलाई के कस्तो छ र माम पनि अलरेडी भइसकिसकेको छ र लेख्नुहुन्छ विथ मी सिजन मिडिया ग्रुपको मेम्बर भन्नुभएको छ फ्रम टिटिएम इस्युबाट भन्नुभएको छ लभली निरुता खाती भन्नुभएको छ मेरो गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ उहाँले सोनिया राई भन्नुभएको छ मुटु सुजन निश्चल नरेश सङ्ग्रोला भन्नुभएको छ नेत्र भण्डारी राजकुमार पौडेल निरुता तिमसिना ज्ञानो लज्याल थुलुङ राई भन्नुभएको छ र लास्टमा कविता गदाइलीलाई पनि हे भन्दै बाई भन्नुभएको छ नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो हाई नमस्ते भन्नुभएको छ म शर्मिला अधिकारी सर फ्रम धनकुटाबाट के छ खबर हजुरहरूको भन्नुभएको छ सन्चै हुनुहुन्छ भन्नुभएको छ हामी एकदमै मजाले सन्चै छौँ भन्नुपर्छ अहिलेको समयमा है शर्मिलाजी र म चाहिँ प्रोग्राम सुन्दैछु भन्नुभएको छ र गुड नाइट खुसी राख्नु पर्दा उहाँले साथीहरूको नेम मेन्सन गरी पठाउनु भएको छ धेरैभन्दा धेरै साथीहरूको र नेम रिड आउट गर्न गइरहेको छु लेख्नुहुन्छ सानु कार्की भन्नुभएको छ सोल्टी सागर गिरी ऋषिराज कोइराला भन्नुभएको छ प्रेम अधिकारी फरी गिरी निर्मला भट्टराई भन्नुभएको छ सुजन कार्की रमेश कार्की सन्देश राई ईश्वर कार्की स्टार भन्नुभएको छ लास्टमा लेख्नुभएको छ उहाँले मोहन कार्कीलाई पनि मिस यु एन्ड गुड नाइट भनेर बाई भन्नुभएको छ नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म नमस्ते रविन दाई भन्नुभएको छ विथ मी सन्जु लिम्बू फ्रम टिटिएमबाट भन्नुभएको छ र गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ उहाँले रञ्जिता लिम्बू एन्ड अर्फिन्सको लागि भनेर बाई भन्नुभएको छ नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हाई रविन दाई नमस्ते के छ खबर हजुरहरूको भन्नुभएको छ र उहाँको फेसबुक नेम रहेको छ खुसी सम्झना केसी रहेको छ गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ उहाँले सरू केसी मिना खनाल भन्नुभएको छ मुस्कान ओली एन्ड अल फ्रेन्ड्सको लागि भन्ने बाई भन्नुभएको छ नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म लेख्नुहुन्छ हेलो ह्यान्डसम रबिन ब्रो भन्नुहुन्छ सुपर सुवार के छ खबर हजुरहरूको भन्नुभएको छ आइएम अभिलाषी गुरुङ सुनिता गुरुङ भन्नुभएको छ फ्रम टिपिसीबाट भन्नुभएको छ गुड नाइट खुसी राख्नु पर्दा मेरो मुटु मनकुमार गुरुङ एन्ड डियर बेस्ट टु अभिलाषी सुनितालाई चाहिँ शुभ सपनी एन्ड जस्ट फर यु भन्ने बाई भन्नुभएको छ छोटो मिठो कमेन्टको लागि धेरैभन्दा धेरै धन्यवाद है त सुनिताजी अर्को कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो रबिनजी भन्नुभएको छ नमस्ते शिवार के छ खबर हजुरहरूको भन्नुभएको छ म माया कुलुङ राई आशा टिटिएमबाट भन्नुभएको छ गुड नाइट खुसी राख्नु पर्दा अल फ्रेन्ड्सको लागि भन्नुभएको छ थ्याङ्क्स फर कमेन्ट है त मायाजी नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ सोनिया शेर्पा उहाँको फेसबुक नेम रहेछ अल फ्रेन्ड्सको लागि सुपर सपनी भन्ने बाई भन्नुभएको छ नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म ज्योति चोङबाङ फेसबुक नेम रहेछ गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ उमेश सेमजङ भन्नुभएको छ नुमाफुङ लिम्बुनी सरोज चोङबाङ एक्ट्रेस आरती चोङबाङ एन्ड अल फ्रेन्ड्सको लागि भन्ने बाई भन्नुभएको छ नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म फेरि पनि उहाँको फेसबुक नेम रहेछ सञ्जिता शेर्पा गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ मिडिया प्रेमी चञ्चल युनिका सपना योङहा इसारा भन्नुभएको छ विमला मुखिया नौलु केटु सुमन थलङ भन्नुभएको छ महेश सिम भन्नुभएको छ प्रेम तामाङ ताप्ले जुङ चेन्ज उहाँको फेसबुक नेम उहाँले मेन्सन गरी पठाउनु भएको छ र अन्य साथीहरू आएको छ आरजे अनुराधा
परियार एक्ट्रेस आरती भन्नुभएको छ माफुङ लिम्बू सबिन फागो लिम्बू भन्नुभएको छ आप्पाको कान्छी छोरी भन्नुभएको छ र अर्फिन्सको लागि भन्ने बाबाई भन्नुभएको छ अर्को कमेन्ट हेर्न चाहन्छु म फेरि पनि उहाँको फेसबुक नेम रहेको छ गुरुङ शशी रहेको छ सम्पूर्ण साथीहरूलाई शुभ सपनी भन्ने बाबाई भन्नुभएको छ कमेन्टको लागि धेरै भन्दा धेरै धन्यवाद है त शशीजी अर्को कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो गुड इभिनिङ शिवारू दाई सन्चै हुनुहुन्छ भन्नुभएको छ म लेख्नुभएको छ उहाँले सिजन मिडिया ग्रुपको मेम्बर भन्नुभएको छ ताप्लेजुङ घर भई हाल चाहिँ दोहा कतारबाट रुसल निबाङ भन्नुभएको छ गुड नाइट विशेष राख्नु पर्दा भन्नुभएको छ श्रिया लिम्बू भन्नुभएको छ प्रियसा शेर्पा भन्नुभएको छ लोकेन आङदेम्बे अभिलाष सुनिता बेगा काली कमला वनेम लिम्बू सोनिया राई सोनिया शेर्पा सन्जु लिम्बू सबिन इस्माइल कुलुङ भन्नुभएको छ मनिषा लिम्बू लगायत लास्टमा लेख्नु भएको छ प्रेम शेर्पा ज्योति राईलाई पनि गुड नाइट भनेर बाई भन्नुभएको छ नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हाई रात्रिकालीन नमस्कार भन्नुभएको छ आज पनि म आएँ हजुरहरूलाई एकदमै माया गर्ने साथी भन्नुभएको छ यो चिसो चिसो मौसममा न्यानो न्यानो माया पनि ल भन्नुभएको छ तपाईँलाई पनि मिठो माया छ है त साथी उहाँले लेख्नु भएको छ हजुरहरूलाई एकदमै माया गर्ने म तेह्रथुम छाती ढुङ्गाबाट भन्नुभएको छ थुलुङ मोहन राई पाथीबाट मिडिया ग्रुपमा पनि उहाँ आबद्ध हुनुहुन्छ र केही साथीहरूलाई गुड नाइट खुसी राख्नु भएको छ साथीहरूको नेम मेन्सन गर्नुभएको छ उहाँले ज्योति राई भन्नुभएको छ सुनवार रिना ज्ञानु लजाल थुलुङ राई राजगली मगर थुलुङ फुच्ची एक्ट्रेस आरती राज गजमेर भन्नुभएको छ कल्पना थुलुङ राई काली कमला वनेम लिम्बू एन्ड अर्फिन्सको लागि मिठो छ पनि भन्ने बाबाई भन्नुभएको छ नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म फेरि पनि रात्रिकालीन नमस्कार हजुर के छ खबर आरामै हुनुहुन्छ भन्नुभएको छ एकदमै ठिकठाक छ साथी तपाईँलाई के कस्तो छ है लेख्नुभएको छ उहाँले म पाथिप्रेम मिडिया ग्रुपको साथी ताप्लेजुङ घर भइहाल्छ केएसबाट लक्ष्मी किराती लिम्बू यस कार्यक्रम मार्फत गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ उहाँले कल्पना श्रेष्ठ कुमार तामाङ लिम्बुनी कान्छी एनुका भन्नुभएको छ कान्छी पूजा लिम्बू इक्सा चेम्जुङ लिम्बू भन्नुभएको छ राई सुस्मिता सुनिता लिम्बू कुरुङबाङ भन्नुभएको छ सबिन इस्माइल कुलुङ वरुण चञ्चली राई पुष्पा अञ्जली राई र सम्पूर्ण नाम र आवाजसँग परिचित साथीहरूलाई पनि शुभ सपनी भन्ने बाबाई भन्नुभएको छ कमेन्टको लागि धेरै भन्दा धेरै धन्यवाद है साथी नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो दादा गुड इभिनिङ भन्नुभएको छ एन्ड जो लप्पा हाउ आर यू भन्नुभएको छ हामी फाइन छौँ साथी तपाईँलाई के कस्तो छ है म टिटिएमको सम्धुबाट हाल चाहिँ केटिएममा छु भन्नुभएको छ मिडिया प्रेमी डिम्पल सनिता श्रेष्ठ भन्नुभएको छ र गुड नाइट खुसी राख्नु पर्दा मुटु भन्नुभएको छ उहाँले विनोद श्रेष्ठ सिम्पल कान्छी शर्मिला बैसी नानु वर्षा शेर्पा कुमारी जोशी माया फुम्बो भन्नुभएको छ अनिशा फुम्बो गणेश रिमाल भन्नुभएको छ ज्ञानु लजाल थुलुङ अभिलाषी सुनिता र नयाँ साथी र लेख्नुभएको छ उहाँले फुमा लिम्बू एन्ड अर्फेन्सको लागि भन्ने बाई भन्नुभएको छ नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म फेरि पनि समयकालीन नमस्ते हे हजुर भन्नुभएको छ म मिडियालाई धेरै माया गर्ने मान्छे वरुण चञ्चली राई भोजपुरबाट यस कार्यक्रम मार्फत मेरो प्यारा प्यारा साथीहरूलाई चाहिँ गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ बुनु फुच्ची हिमा राई भन्नुभएको छ मिता योन्जन भन्नुहुन्छ जुनिका गुरुङ मनोज गुरुङ सुरज श्रेष्ठ भन्नुभएको छ हिरो राज बिराही कोइराला लेख्नु भएको छ प्रेम अधिकारी सागर गिरी पूजा सानु भन्नुभएको छ यम मगर भन्नुभएको छ लक्ष्मी किराती लिम्बू ईश्वर कार्की शिशिर चञ्चले शिशिर साम्पाङ मगनी मेनुका फुची मन्दिर गुरुङ ऋषिराज कोइराला कृष्ण किराती भन्नुभएको छ बसन्त याखा लगायत अल फ्रेन्ड्सको लागि गुड नाइट भनेर बाबाई भन्नुभएको छ कमेन्टको लागि धेरै भन्दा धेरै धन्यवाद टक्राउन चाहन्छु है तपाईँलाई साथी नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म लेख्नुहुन्छ हेलो भेरी गुड आफ्टरनुन भन्नुभएको छ उहाँले र गुड इभिनिङ है त साथी उहाँले लेख्नु भएको छ उहाँको फेसबुक नेम मनु लिम्बू रहेको छ र गुड नाइट खुसी राख्नुपर्छ साथीहरू भन्नुभएको छ उहाँले साथीहरूको नेम मेन्सन गरी पठाउनु भएको छ चन्द्रकला देवान भन्नुभएको छ निता निराशी फन्दाक एक्ट्रेस आरती चोङबाङ एन्ड अफेन्सको लागि गुड नाइट भन्ने बाबाई भन्नुभएको छ नेक्स्ट कमेन्ट म रिड आउट गर्न गइरहेको छु लेख्नुहुन्छ हेलो रात्रिकालीन रबिन बु भन्नुभएको छ एन्ड सेवारू भन्नुभएको छ सेवारू टु है त तपाईँलाई पनि लेख्नुभएको छ उहाँले कतिको जाडो छ भन्नुभएको छ फिल्मतिर भन्नुभएको छ एकदमै जाडो चाहिँ दिन प्रतिदिन बढिरहेको छ साथी तपाईँहरूकोतिर चाहिँ के कस्तो छ है लेख्नुभएको छ उहाँले मि पुष्पा लिम्बू भन्नुभएको छ फ्रम केटिएमबाट भन्नुभएको छ र गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ उहाँले थुलुङको भान्जी म भन्नुभएको छ र अन्य साथीहरूको नेम पनि मेन्सन गर्नुभएको छ उहाँले सबिना लिम्बू भन्नुभएको छ सन्तोष लिम्बू शान्ता लिम्बू छवि गिरी ज्योति राई विनोद केदेम भन्नुभएको छ र सम्पूर्ण साथीहरूको लागि शुभ सपनी भन्ने बाबाई भन्नुभएको छ कमेन्टको लागि धेरै भन्दा धेरै धन्यवाद है त पुष्पाजी अर्को कमेन्ट हेर्न चाहन्छु म नमस्ते नमस्कार भन्नुभएको छ उहाँले रात्रिकालीन के लेख्नुभएको छ उहाँले
सबै साथीहरूलाई चाहिँ एफएम सुनेर बस्नुभएका साथीहरूलाई चाहिँ गुड नाइट विसेस राख्न चाहन्छु सर्वप्रथम भन्नुभएको छ र अन्य साथीहरू भन्नुभएको छ उहाँले सोनिका चेम्जङ अप्सन चेम्जङ नवराज आचार्य भन्नुभएको छ निश्चल चेम्जङ उमेश चेम्जङलाई भनेर बाई भन्नुभएको छ उहाँको फेसबुक नेम रहेछ नलिगेन याक्थुम्बा रहेको छ र नेक्स्टमा हेर्न चाहन्छु म फेरि पनि फेसबुक नेम रहेको छ उहाँको थुलुङको भान्जी म फेसबुक नेम रहेको छ लेख्नुहुन्छ हेलो स्विट भोइसको धनी हान्सी रविन दादा भन्नुभएको छ रात्रिकालीन सेवारू भन्नुभएको छ सेवारू टु है त तपाईँलाई पनि गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ उहाँले पुष्पा फुम्बो लिम्बू टिका सुहाङ भन्नुभएको छ सुनिल मगर भन्नुभएको छ रिदम राई माया राई लगायत लास्टमा लेख्नुभएको छ थुलुङ मोहन राईलाई पनि भनेर बाई भन्नुभएको छ कमेन्टको लागि धेरैभन्दा धेरै धन्यवाद है साथी अर्को कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो हजुर रात्रिकालीन नमस्ते सेवारू टासीदली भन्नुभएको छ जोजोले पा पनि भन्नुहुन्छ उहाँलाई तपाईँलाई पनि सेवारू टु छ है त साथी र के छ खबर हजुरहरूको भन्नुभएको छ उहाँको फेसबुक नेम रहेको छ मङ्गल कुमार आङ्डेमी रहेको छ 5 सर उहाँले लेख्नु भएको छ घर फिदिम नगरपालिका छ भन्नुभएको छ र रात्रिकालीन गुड नाइट विश राख्नु भएको छ साथीहरूलाई भन्नुभएको छ उहाँले साथीको नेम मेन्सन गर्नुभएको छ मिडिया प्रेमी आशा राई भन्नुहुन्छ पूजा योङहाङ खुसी यमुना विष्ट विरही कान्छा राजा राम बराइली भन्नुभएको छ लिम्बुनी केटी रञ्जना भन्नुहुन्छ ज्योति राई दिलसा राई लगायत सम्पूर्णलाई भन्दै बाई भन्नुभएको छ अर्को कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो नमस्ते नमस्कार भन्नुभएको छ गुड इभिनिङ भन्नुभएको छ विथ मी अन्जन सुमी राई भन्नुभएको छ र उहाँले गुड नाइट खुसी राख्नु पर्दा भन्नुहुन्छ अल द वे फ्रम इलाम भन्नुभएको छ र गुड नाइट खुसी राख्नु पर्दा साथीहरू भन्नुभएको छ विमला राई भन्नुहुन्छ सुजिना राई एन्ड अर फ्रेन्ड्सको लागि भनेर बाई भन्नुहुन्छ छोटो अनि मिठो कमेन्टको लागि धेरैभन्दा धेरै धन्यवाद है त साथी अर्को कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ सेवारो हजुर भन्नुभएको छ सेवारो टु है त तपाईँलाई मेयरस्मी गङ्गा राई भन्नुहुन्छ फ्रम मुरहाङबाट भन्नुभएको छ र गुड नाइट खुसी राख्नु पर्दा दिलो सानु यम्फू भन्नुभएको छ भीमा चामलिङ विप्लव भिजु भन्नुभएको छ आयुष्मा यम्फू राई भन्नुभएको छ दिलु विवश यम्फू भन्नुभएको छ उमा सापकोटा निशल निर्मला एन्ड अर फ्रेन्ड्सको लागि लास्टमा लेख्नुभएको छ मेरो लाइफ पार्टनरलाई पनि है भन्दै बाई बाई भन्नु छ उहाँको नेम रहेको छ दिललाई पनि भन्दै बाई बाई भन्नुभएको छ कमेन्टको लागि धेरैभन्दा धेरै धन्यवाद है त गङ्गाजी नेक्स्ट कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो दर्शन नमस्ते भन्नुभएको छ मे थुरुङ कल्पना भन्नुभएको छ फ्रम टिटिएमबाट गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ दिल राई सिमराज बान्तवा अमर गजमेर विवेक लिम्बू भन्नुभएको छ सुब्बा सन्देश माभाङ थुलुङ मोहन राई सुजन राई प्रकाश राई भन्नुभएको छ सक्कु कुलुङ भन्नुभएको छ र लास्टमा लेख्नुभएको छ कला थुलुङलाई पनि भने बाई बाई भन्नुभएको छ कमेन्टको लागि धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु अर्को कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ हेलो रविन दा भन्नुभएको छ गुड इभिनिङ सेवारू है भन्नुभएको छ विथ मी विपिन आङ्खेवा 3 मिडिया ग्रुपको मेम्बर भन्नुभएको छ तेलथुङबाट भन्नुभएको छ र आज गुड नाइट खुसी राख्नु पर्दा भन्नुभएको छ फर्स्टमा के लेख्नुभएको छ उहाँले विनिता मगर भन्नुभएको छ र सोम समापी निशु लिम्बू नवीन चेम्जुङ भन्नुभएको छ र टाइटल ट्र्याक विवास राई भन्नुभएको छ मनोज भुजेल भन्नुभएको छ गणेश रिमाल मनु आङ्खेवा निशल सोम लिम्बू जयकुमार लिम्बू लगाए सम्पूर्णको लागि भन्दै बाई भन्नुभएको छ लेख्नुहुन्छ हेलो हिरो रविन्दा भन्नुभएको छ फ्याफुला नमस्ते भन्नुभएको छ नमस्ते टु है त तपाईँलाई विथ मी रोबिना तामाङ फ्रम रानीचारबाट भन्नुभएको छ गुड नाइट खुसी राख्नु पर्दा तेन्जिङ लामा एन्ड अर्फिन्सको लागि भन्दै बाई भन्नुभएको छ छोटो अनि मिठो कमेन्टको लागि धेरैभन्दा धेरै धन्यवाद है त साथी अर्को कमेन्ट हेर्न चाहन्छु म फेरि पनि लेख्नुहुन्छ सेवारो नमस्ते म सुनिल निर्दोषी पारघडी भन्नुभएको छ उहाँले छतरबाट हामीलाई कमेन्ट गर्नुभएको छ र हाल चाहिँ धनकुटामा छु भन्नुभएको छ र गुड नाइट खुसी राख्नु पर्दा लोकमाया सुनवार भन्नुभएको छ निश्चल निर्मला किरण राई भन्नुभएको छ रियाथमा मगर नानु सुब्बा भन्नुभएको छ लास्टमा लेख्नु भएको छ उहाँले भोजपुरनी निशा चामलिङ सोल्टेनी सुषमा सुस्केरा राईलाई पनि गुड नाइट भन्दै बाई भन्नुभएको छ र भने म आजको लास्ट एन्ड लकी वाला साथीसँग कुराकानी गर्नेछु कहाँबाट कोही साथी आइसक्नु भएको छ भनेर मलाई सङ्केत गरिराख्नु भएको छ ताराजीले हेलो साथी नमस्ते हेलो दादा नमस्ते नमस्ते टु हजुरको सोको नाम चाहिँ के भयो होला साथी एकदमै लकी हुनुहुन्छ क्या तपाईँ सुन्न मन लाग्यो तपाईँको नाम चाहिँ हजुर त्यो थुमबाट दिपाजी है ओके दिपाजीले हाम्रो अघि कुराकानी भएको थियो दिउँसो पनि है हजुर के गरिराख्नु भएको छ त दिपाजी यो समय ट्याक्क लाएर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है कुन गाउँपालिका हो ठ्याक्कै हाम्रो दिपाजीको आठे गाउँपालिका है कतिवटा 8वटा राई पाइन्छ दिपाजी पाइन्छ है अनि के पाल्नु भएछ त गाउँपालिकामा त पाल्नु पर्यो नि त विशेष गरी यताउता सुनिरहेको थिएँ हाम्रो दिपाजीले चाहिँ आफ्नो कपाल हुन्छ नि टाउकोमा चाहिँ धेरैभन्दा धेरै जुम्राहरू चाहिँ पालिराख्नु भएछ भने सुनिरहेको थियो किन माइ गट रङ है दिपाजी
हजुर गर्दै चाहिँ के हुनुहुन्छ उसँग ठ्याक्क लाएर तपाईँ म त झन्डै सपना देखेको Oh my God. थिएँ ट्राई गरेको भर्खरै फोन लाउन सबैलाई एकदम खुसी लाग्यो मलाई पनि एकदमै खुसी लाग्छ क्या हाम्रो दिपाजी घरिघरि आउनुहुन्छ है एकदमै खुसी लाग्छ हामीलाई माया गर्नुहुन्छ सम्झनुहुन्छ र खुसी लाग्छ आज पनि आउनु भएछ लास्ट एन्ड लकी कलर ग्रुपमा पो आउनु भएछ तपाईँ त थाहा छ साथी लकी रहेछ म थालै थिएन हजुर यो मङ्सिरमा त यताउता हुन्छ कि यहाँ भनेपछि हाम्रो दिपाजीको है हुन्छ नि माइ गड हुन्छ हजुर अनि कतिचोटि गर्नुभएको छ अहिलेसम्म दिपाजी तपाईँ नडाँटी भन्नुहोस् त लामो त गरेकै छैन ओ माइ गड के चाहिँ गर्नुभएको छैन भनेको दाँतमा ब्रस चाहिँ गर्नुभएको छैन र भने मैले ब्रस सोधिरहेको थिएँ कि अहिलेसम्म जन्मेदेखि कतिपल्ट गर्नुभयो अरू केही सोच्नुहुन्छ क्या हाम्रो दिपाजी जस्तो मान्छे त्यस्तो सोच्ने हो त दिपाजी तपाईँ जस्तो मान्छे भएर पनि ठिक छ दिपाजी दिन चाहिँ मलाई कसरी बिताउँदै हुन्छ त्यो थुमतिर दिनमा त्यतिकै हो घरैसी काम गरेर बस्यो त्यस्तै भन्नुपर्छ घरेसी काममा बिजी हुनुहुन्छ विशेष गरी है विशेष गरी चाहिँ अहिले के परेको चाहिँ घरेसी काम चाहिँ हुन्छ नि त समय सिजन हुन्छ चाहिँ खाना पकाउने भाँडा मार्ने खाना पकाउने मात्र खानु पनि हुन्न होला सायद हजुर खाना त खान्छु निल्नु मात्र हुन्छ खानुहुन्न है चपाएर निल्नुहुन्छ जम्मा जम्मा है पुरा चपाएर चाहिँ निल्नु मात्र हुन्छ मजाले हो नि म जस्तो मान्छे त खोज्दा पनि पाइँदैन चाहिन पनि चाहिँदैन ओ माई गड भनेपछि धरतीको चाहिँ लास्ट चाहिँ हो क्या हाम्रो दिपाजी पनि धरतीको लागि चाहिँ केही मान्छे है धरतीको लागि हो नि त हाम्रो दिपाजी पनि बोझ भन्न खोजेको होइन नि फेरि दिपाजी हुन सक्छ जे होइन हुन सक्दैन बिल्कुलै होइन क्या दिपाजी एकदमै केही आश लाग्दो मान्छे चाहिँ हुनुहुन्छ क्या धरतीको लागि पृथ्वीको लागि हाम्रो रविन दाई जस्तै नि रविन दाईहरूको खबर चाहिँ के छ हजुर रविन दाईहरू भनेपछि त एकदमै भाउ कुरा आयो है समग्र कुराकानी गर्नुपर्दा डङडङ्गै कुराकानी गर्नुपर्दा चाहिँ है गुटुमुटु कुराकानी गर्दा चाहिँ ठिकठाक छ भन्नुपर्छ कि अहिलेसम्म चाहिँ बाँचेकै छौँ है हाँसेकै छौँ ठिक छ तपाईँहरूको साथ र तपाईँहरूको माया पाएपछि त कता हामी त हराउने त कुरै भएन नि त कि कल गर्नुभएछ लास्ट एन्ड लकी कलर ग्रुपमा एकदमै समय छोटो छ हामीसँग मात्र 4 मिनट रहेको छ सो ढिला नगरौँ है आज कति नम्बरको अप्सन चाहिँ ड्याङडमी राख्नु हाम्रो दिपाजीलाई ओके लकी नम्बर 7 है ओके प्रश्नहरू नै परेको छन् तपाईँलाई म राख्नेछु फटाफट एकदमै क्वेसन दिनको लागि हुन्छ नि त एन्सर दिनको लागि तयार भन्नु होला है त ओके ट्राई गर्नु होला नम्बर 1 मा रहेको छ तपाईँलाई चाहिँ है हट कि क्युट केटा चाहिँ मनपर्छ बढी ठ्याक्क तपाईँलाई हट कि क्युट केटा चाहिँ मनपर्छ बढी केटी मन पर्दैन है ओ माई गड के भएर यस्तो भएको दिपाजी ओके अर्को प्रश्न है त तपाईँको भागमा फेरि पनि पढ्न सफल रहेको छ अर्को प्रश्न म राख्न चाहन्छु है त तपाईँहरूको हुन्छ नि त साथीको धेरै बोयफ्रेन्डहरू छन् होला धेरैभन्दा धेरै है बोयफ्रेन्ड मध्ये एकजनालाई चाहिँ तपाईँलाई चाहिँ आफ्नै हुन्छ नि त श्रीमान चाहिँ बनाउन पाए हुन्थ्यो जस्तो कहिले कहिले तपाईँलाई सोच विचारहरू फिलिङ्सहरू आउँदैन त्यो पनि आउँदैन ओके कति साथीहरू त त्यस्तै हुनुहुन्छ अरे नि त है त्यसका बोयफ्रेन्ड त कति ह्यान्डसम हौ त्यो चाहिँ मेरो श्रीमान बनाउनु पाएँ त्यसलाई चाहिँ खसाएर चाहिँ मेरो पोकेटमा पार्न पाएँ भन्ने कतिको सोच विचार हुन्छ अरे क्या सोधेको मात्र है त साथी ओके ल ठिक छ तपाईँ त्यस्तो हुनुहुन्न र लास्ट प्रश्न राख्न चाहन्छु है त तपाईँलाई तपाईँलाई चाहिँ हाम्रो ताराजीले चाहिँ दिँदै हुनुहुन्छ केही कुराहरू ध्यान दिएर सुन्नु होला कुन लिनुहुन्छ है त तपाईँ खुर्सानी है बैगुन कोला र लौका कुन लिनुहुन्छ तपाईँ फ्रीमा दिँदै हुन्छ क्या ताराजीले हजुर 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 लिनै पर्ने क्या एउटा चाहिँ खुर्सानी है कोला लौका बैगुनमा चाहिँ के लिनुहुन्छ तपाईँ ताराजीले फेरिमा तपाईँलाई दिँदै हुनुहुन्छ आज ठिक छ खोर्सानी भनेपछि जिउमा पनि त मिलिहाल्छ नि है चटपटी मिठो खानुहुन्छ र भने एकदम खुसी लागेको छ रमाइलो कुराकानी भइरहेछ अन्य दिनहरू सहभागिता सेनाहरू साथ दिन होला हामी कार्यक्रमको अन्तिम चरणमा आइसकिसकेका छौँ मात्र 2-3 मिनट बाँकी छ सो हामीले समयलाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ है अन्य दिनहरूमा अन्य रातहरूमा हाम्रो धेरै कुराकानी हुनेछ रमाइलो कुराकानी हुनेछ भने आफ्नो गुड नाइट विशहरू चाहिँ राख्न सक्नुहुनेछ है त दिपाजी हुन्छ फर्स्ट अफ अल त तपाईँलाई अनि तारा दाइलाई गुड नाइट शुभ सपनी मिठो निन्द्रासँगै सुन्दर सपनीको कामना भन्न चाहे के तपाईँलाई पनि फोटोकपी छ है त ड्याङड्याङ हाम्रो फोटोकपी मेसिनबाट तपाईँलाई पनि फोटोकपी गरेर पठाउन चाहन्छौँ पोस्ट गर्न चाहन्छौँ है त हुन्छ अनि मेरो 2जना साथीको नाम लिनुपर्दा एकदम ब्याक साथी हुनुहुन्छ लक्ष्मीना तामाङ अनि मेरो कपिल सिन्हा हुनुहुन्छ अनि कति सरिस्मा अधिकारी हुनुहुन्छ अनि लक्ष्मी जीवन सेन्चुरी जेठी प्रतीक्षा विषी हुनुहुन्छ र अझ जति साथीले
मैले दिपा भनेर चिन्नुहुन्छ अनि गणेश छेत्रीमालाई पनि गुड नाइट भनिरहेको कारण चाहिँ नमस्ते राज। ओके गुड नाइट बाबा उहाँ हुनुहुन्थ्यो आजको लास्ट एन्ड लकी कलर हुनुहुन्थ्यो तीर्थबाट कल गर्नुभएको थियो दिपा फास्टकोटी हुनुहुन्थ्यो मैले अलिक कुराकानी गरेर उहाँसँग बिदा मागेर गइसक्नु भएछ हामीसँग है तपाईँहरूसँग कुराकानी गर्ने रमाइलो कुरा नै है साथमा तपाईँहरूको गुड नाइट खुसीहरू चाहिँ सङ्गाल्ने अङ्गाल्ने रहर हुँदा हुँदै पनि निर्धारित समय सकिन लागिरहेको छ भन्ने सङ्केत गरिराख्नु भएको छ ताराजीले। सो हामीले पनि कार्यक्रमबाट बिदा मागेर जानुपर्ने हुन्छ र त्यसभन्दा अगाडि जुन साथीलाई चाहिँ कल गर्नुभयो यानि कि 4 जना साथीसँग फुल्ली कुराकानी भयो तपाईँ सम्पूर्ण साथीलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु सहभागिताको लागि र जुन साथीले फेसबुक कमेन्ट गरेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। फोन ट्राई गर्नुभयो तपाईँलाई फेसबुक कमेन्ट गर्नुभयो तपाईँको फेसबुक कमेन्ट रिड आउट भएन र तपाईँको फोन लागेन निराश नबन्नुहोस् साथी अर्को दिनहरू यानि कि अर्को रातहरूमा आउने प्रोग्राम हो आउन सक्छ तपाईँहरूले पार्टिसिपेन्ट चाहिँ जनाउन नछोड्नु होला निरन्तरता दिइराख्नु होला अभियसली पनि तपाईँ सक्सेस हुनुहुनेछ एक दिन न एक दिन त है पक्कै पनि। र जुन साथीले तपाईँ एफएम सुनेर साथ दिनुभयो 1 घण्टाको अवधिबाट तपाईँ सम्पूर्ण साथीलाई पनि धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र निकै मिठा गीत सङ्गीतहरू प्ले गरेर साथमा तपाईँको फोन कललाई रिसिभ गरेर र मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म तपाईँको कान कुना कन्दुरासम्म तपाईँको मन मस्तिष्कसम्म पुऱ्याएर साथ दिनुभएको थियो। यो बन्द कोठाको आवाज है तपाईँहरूको हुन्छ नि त मन मस्तिष्क रेडियो सेटसम्म ल्यापटप सेटसम्म पुऱ्याएर साथ दिनुभएको थियो टेक्निकल सपोर्ट गर्नुभएको थियो मलाई आज ताराजीलाई पनि म धेरैभन्दा धेरै धन्यवाद टक्राउँदै तपाईँहरूको आवाजको साथी म रबिन पनि उज्जवल पर्न चाहन्छु। हस् त नमस्ते शुभरात्रि। आकाश भाकेर यो मनै तिम्रो भो जुन तारा साचेर यो मनै तिम्रो भो पहले से ही क्या उसे तड़पाना ओ जालिमा जो तेरे इश्क में बहका पहले से ही